अब अमेरिकाको व्हाइट हाउस बुढा नीलकण्ठमा आइएम जस्ट किडिङ अमेरिकाको व्हाइट हाउस जस्तै 11 आना जग्गामा बनेको म्यासिभ यो व्हाइट हाउस बुढा नीलकण्ठ सिद्धार्थ कोलोनी नजिकैबाट आज लालपूर्जा नेपालले तपाईहरुको लागि बिक्रीको लागि लिएर आइसकेको छ। आउनुस् यो घरको सँगै टुर गरौँ। यताबाट आउँदाखेरिको इन्ट्रान्स जुन पूर्वपट्टि साइडमा 13 फिटे बाटोले मजाले टच गरेको घर चाहिँ पूर्व दक्षिण मोडा फर्केको। यतापट्टि पार्किङको लागि 3-4 वटा गाडी मजाले राख्न मिल्ने स्पेस, ब्याक साइडमा पनि गार्डन स्पेस। घर चाहिँ तपाईको एकतिर मात्रै अट्याच छ, तीनतिर साइडमा डिट्याच। अगाडिको डिजाइन हेर्नुस्, बाहिरबाट हेर्दा एकदमै रोयल स्टाइलमा बनेको, भित्र एकदम मोडर्न फिनिशिङ छ। आउनुस् मसँगै हेरौँ। इन्ट्रान्स गर्दै गर्दा तपाईले यो एकदमै रोयल भाइब आउने खालको इन्ट्रान्स देख्न सक्नुहुनेछ। यताबाट छिर्दै गर्दाखेरि यो म्यासिभ स्पेस छ, ओपन स्पेस। ग्राउन्ड फ्लोरमा तपाईले एउटा मजाको लिभिङ स्पेस हेर्नुस्, एकदमै ओपन बिग इनफ स्पेस छ यतापट्टि लिभिङ स्पेसमा चाहिँ। यतापट्टि साइडमा मजाले ब्याक गार्डन पनि देखिने, घाम मजाले आइरहेछ अहिले देख्न सक्नुहुनेछ। यतापट्टि साइडमा डाइनिङ स्पेस भयो, यो यहाँबाट पनि गार्डनमा इन्ट्रान्स छ, एक्जिट इन्ट्रान्स पोइन्ट यतापट्टि पनि छ। यो चाहिँ तपाईको फुल्ली मोडुलर किचन हेर्नुहोस्, वाउ बवाल छैन त। लाउनुहोस् यतापट्टि हेरौँ। यही ग्राउन्ड फ्लोरमै तपाईँले एउटा गेस्ट रुम पनि पाउन सक्नुहुनेछ। यतापट्टि साइडमा यो चाहिँ तपाईँको गेस्ट रुममा पनि क्लोजेट, एट्याच बाथरुम सबै छ। यतापट्टि साइडमा एट्याच बाथरुम, यो रह्यो तपाईँको क्लोजेट स्पेस। यतापट्टि साइडमा मिरर, यो तपाईँको बेड। यतापट्टि साइडमा छ विन्डो। माथिल्लो फ्लोरमा जाउँ। माथिल्लो फ्लोरमा चाहिँ टोटल 4 वटा बेडरुम छ। यहाँ एउटा कमन बाथरुम छ, हेरिहालौँ सर्ट एन्ड स्विटमा। माथि जाँदै गर्दा यो भर्याङ हेर्नुहोस्, एकदमै रोयल भाइब दिने खालको यो तपाईँको सिसौको काठको मजाको रेलिङ स्पेस भयो। तलपट्टि साइडमा पार्केटिङ पनि सिसौकै फलेक पाउन सक्नुहुन्छ तपाईँले। यतापट्टि पनि तपाईँले ग्लास छ, यतापट्टि पनि ग्लास एकदमै ओपन छ। अहिले यता कटनले क्लोज गरे भएर यो हल्का अँध्यारो जस्तो देखिरहेछ, तर एकदम उज्यालो छ मजाले। अब यो चाहिँ तपाईँको एउटा बेडरुम हेर्नुहोस्। यो घरको जुन बेडरुम पनि हेर्दा तपाईँले नर्मल घरको मास्टर बेडरुम भन्दा एकदमै बिग इनफ साइजको छ। यतापट्टि साइडमा फ्रन्ट फेस बाल्कनी छ, यहाँबाट तपाईँले मजाले उतापट्टि शिवपुरीको भ्यू हेर्न सक्नुहुनेछ बिहान चिया पिउँदै गर्दा। यो बेड, यतापट्टि साइडमा क्लोजेट, यो तपाईँको रेडी हुनलाई क्लोजेट। यतापट्टि छ बाथरुम, क्लोजेट पनि म्यासिभ, बेडरुम पनि म्यासिभ। यतापट्टि साइडमा बाथरुम पनि म्यासिभ छ। यतापट्टि साइडमा हेरौँ, यतापट्टि 2टा बेडरुम छ। यो तपाईँको अर्को बेडरुम, मेसीको फोटो रहेछ यहाँ टक्क देखिहालेँ। यो बेडरुममै फुटबल खेल्न मिल्ने खालको छ सानो बच्चाहरूलाई। यतापट्टि साइडमा झ्याल भयो, यतापट्टि पनि झ्याल, एकदम ओपन स्पेस। यो टिभी क्याबिनेट जस्तो छ, तपाईँले टिभी राख्दा पनि मिल्यो। यतापट्टि साइडमा ट्याक्क तपाईँको बाथरुम, यतापट्टि क्लोजेट हेर्नु न, नर्मल कुनै प्रपर्टीको त हाफ बेडरुम जस्तो त क्लोजेटै छ। यतापट्टि मिरर भयो। अब यतापट्टि साइडमा अर्को एउटा बेडरुम छ, आउनुहोस् सँगै हेरौँ। यतापट्टि साइडको यो बेडरुम चाहिँ अलि छुट्टै छ कलर कम्बिनेसन यसको चाहिँ। यो बेड, यतापट्टि साइडमा क्लोजेट भयो, सबै एट्याच छ यो क्लोजेटहरू चाहिँ। यतापट्टि चाहिँ एउटा एट्याच बाथरुम छ। ओहो बाथरुम हेर्नु त कति ठुलो छ। लाइटिङ यो घरमा यस्तो मजाले आउँछ, तपाईँको फ्लोरिङ अनि यो बाथरुमको टाइलहरू सबै हेर्नु भने लाइटिङ मजाले आउँछ। यतापट्टि यो भर्याङ हेर्नु न, भर्याङको डिजाइन कति युनिक छ, कति ओपन स्पेस लिएर मजाले बनाइएको छ। प्लान्ट हेर्नु, यतापट्टि प्लान्ट राख्दै गर्दाखेरि घरमा छुट्टै आनन्द छ, पिसफुल। एक्चुअलमा घर कस्तो हुन्छ भनेर चाहिँ यो घरलाई हेर्न सकिन्छ, घर भनेको चाहिँ कस्तो चाहिन्छ एक्चुअलमा भनेर। यो चाहिँ अब अलिकति लबी स्पेस जस्तो स्पेस भयो अलिकति। यतापट्टि छ अर्को एउटा बेडरुम जसमा तपाईँको यतापट्टि साइडमा एट्याच छ। यो चाहिँ तपाईँको पूजा रुम बनाउनु भएको छ उहाँले, जे बनाउँदा पनि मिल्यो। यतापट्टि साइडको स्पेसमा पनि तपाईँको बेडरुम बनाउन पनि मिल्यो, गेस्ट रुम बनाउन पनि मिल्यो, जिमहरू के बनाउनुहुन्छ, मुभी थिएटर आफ्नो प्रपोज अनुसार कस्टमाइज तपाईँले यसलाई चाहिँ युज गर्न सक्नुहुन्छ। अब बाहिर हेरौँ। बाहिरको ट्यारिस फेरि तपाईँको सानातिनो त पार्टी नै गर्न मिल्छ, मजाको स्पेस छ। ओहो साउन्ड सुनिरहनु भएको छ कि छैन। यतापट्टि साइडमा अलिक टाढा यहाँ तपाईँको विष्णुमती खोला छ, तर फेरि खोला छ भन्दै मापदण्डले छुने चाहिँ होइन है, फेरि मापदण्ड मजाले कटाइएको छ। यतापट्टि साइडमा ग्रिनरी भयो, यो जुन ग्रिनरी हामीले देखिरहेछौँ यो शिवपुरीको हो। यो अब पर्मानेन्ट ग्रिनरी हो, तपाईँको घरबाट मजाले देखिने म्यासिभ
यो लोवर टेरिस भयो, अप्पर टेरिस पनि हेरिहालौँ है त सर्ट एन्ड स्विटमा के छ। ओहो अप्पर टेरिस झन् बवाल स्पेस छ यसमा, म्यासिभ स्पेस छ। यताबाट मजाले सिटीको भ्यू देखिने, यतापट्टि सोलर भयो, त्यता पानी ट्याङ्की भयो, यतापट्टिको कम्युनिटी हेर्नुहुन्छ भने पनि तपाईँको यो मजाले देखिरहेको चाहिँ यो हाम्रो रोड सोको अपार्टमेन्ट भयो, यतापट्टिको योभन्दा माथिपट्टिको ग्रिनरी हाम्रो बुढा नीलकण्ठ स्कुल भयो, यतापट्टि शिवपुरी, तल्लोपट्टि साइडमा यतापट्टि देखिरहनु भएको यो कपन गुम्बाहरूको स्पेस भयो, यो तारेभिर भयो, यतापट्टि चाहिँ तपाईँले ठ्याक्कै धरारा देख्नुहुन्छ, धरारा एनसिएलको बिल्डिङहरू, साम्बाला होटल, मजाले यताबाट सिटीको भ्यू मजाले देखिने, टाइम पास गर्नलाई रिफ्रेस हुनलाई पनि तपाईँ छतमा उक्लिँदाखेरि पुग्छ मजाले। अनि सर हाइकिङ जानु पनि एकदमै नजिकै छ, पार्किङ पनि इनफ, भित्रको स्पेस पनि एकदमै ठुलो, अनि ठुलो फ्यामिली हुनुहुन्छ भने पनि एकदमै सजिलो हुने भयो तपाईँलाई बस्नको लागि। बुढा नीलकण्ठको कम्युनिटी पनि राम्रो भएको ठाउँमा एकदम गुड डिल खोजिरहनु भएको छ भने चाहिँ आज नै लालपूर्जा नेपाललाई सम्पर्क गरेर यो प्रपर्टी भिजिट गर्नु होला, किनकि हजुरहरूलाई थाहा नै छ लालपूर्जा नेपाल जस्तो नाम त्यस्तै काम।